सवारी दुर्घटनाकै कुरा गर्ने हो भने नेपालका सडक विश्वकै खतरनाक सडकहरूमा पर्दछन्। तर नेपाल बाहेक संसारका यस्ता सडक छन् जहाँ चालकले ध्यानपूर्वक गाडी नचलाई सुकै छैन। यहाँ लापरवाही गाडी चलाउने नसोच्दा पनि हुन्छ। यी हुन् विश्वका खतरनाक 12 सडकहरू। स्टेलभियो पास करिब 9045 फिट उचाइमा रहेको उत्तरी इटालीको यो सडक एकदमै खतरनाक मानिन्छ। भिरालो जमिनमा 60 देखि 180 डिग्रीमा घुमाउरो आकारमा बनेको छ। यस सडकमा कसैले पनि लापरवाही गाडी हाँक्न सक्दैन। मेक्सिकन हाइवे क्यालिफोर्निया पेनिसुलादेखि काबो सान लुकाससम्म फैलिएको यो सबैभन्दा लामो हाइवे 2 लेनको सडक हो। यो सडक निर्माण योजना सन् 1973 मा पूरा भएको थियो। पहाडको बीचमा रहेको यस सडकमा गाडी कुदाउन अति नै जोखिमपूर्ण मानिन्छ। उत्तरी युगास रोड बोलिभिया यस रोडलाई डेथ रोड भनेर पनि चिनिन्छ। दुर्घटनाबाट वर्षेनी 200 देखि 300 यात्रुको ज्यान लिने यस रोडलाई विश्वकै खतरनाक रोड मानिन्छ। जेम्स डाल्टन हाइवे अलास्का करिब 667 किलोमिटर लामो यो सडक प्रशान्त महासागर नजिकै पर्छ। रोडा र बालुवाको बीचमा बनेको यो सडकमा हावाहुरी चलेपछि पुरै नक्सा बदलिदिन्छ र यात्रा कठिन पर्दछ। हावाहुरीले वरिपरिको बालुवा उडाउँदा गाडी हाँक्न कठिनाई उत्पन्न गराउँछ। काराकोरम हाइवे पाकिस्तान सरकारले फ्रेन्डशिप हाइवेको नाम दिएको यो सडक एक खतरनाक रोड हो। यसले चीन र पाकिस्तानलाई जोड्दछ। यो सडक पर्यटकको आकर्षकको मुख्य केन्द्रबिन्दु मानिन्छ। गोलियाङ टनेल चीन पहाड र चट्टान फुटेर बनाइएको यो रोड चीनमा पर्दछ। निर्माणको समयमा कैयौं मान्छेको ज्यान गएको थियो। हेर्दै आङ जिरिङ्ग हुने यो रोड एकदमै खतरनाक मानिन्छ। स्किपर्स क्यानोन रोड न्युजिल्यान्डको यो रोड एकदमै डरलाग्दो छ। एकदमै साँघुरो र चट्टानको बीचमा बनाएको यस सडकमा अत्याधिक मात्रामा गाडी दुर्घटना हुने गर्दछन्। जोही पास भारतको काश्मीर स्थित जोहिला क्षेत्रमा पर्ने यो सडक पहाडको बीचमा बनेको छ। करिब 3528 किलोमिटर लामो यो सडक गाडी हाँक्न नमिल्ने भएपछि जाडो महिनामा बन्द हुन्छ। एटलान्टिक हाइवे नर्वे समुद्रको बीच हुँदै जाने यो हाइवे 20औं शताब्दीमा बनाइएको हो। बेपरवाह चल्ने यस हाइवेमा गाडी कुदाउन एकदमै चुनौतीपूर्ण मानिन्छ। पर्यटकको मुख्य आकर्षण समेत मानिने यस सडकलाई हाल सांस्कृतिक सम्पदाको सूचीमा राखिएको छ। साथै कतिपय फिल्म सुटिङका लागि फिल्मकर्मी यहाँ पुग्ने गर्दछन्। रोड 13 हिरोज 13 जनाले मात्र बनाएको भएर यस रोडलाई द रोड 13 हिरोज भनेर चिनिन्छ। यहाँ निकै लामो ट्राफिक जाम हुन्छ। करिब 1250 मिटर लामो यो रोड भित्री सुरुङ मार्ग हुँदै जाने गर्दछ। विश्वकै खतरनाक र युनिक मानिने यस सडकमा ट्राफिक जाम र सडक दुर्घटनाका कारण मानिसको ज्यान जाने गर्दछ। टाइमेन रोड चीन घुमाउरो र भिरालो ठाउँमा बनेकाले यो सडक पनि विश्वकै खतरनाक सडक अन्तर्गत पर्दछ। लुक्सर रोड दक्षिण इजिप्टको प्राचीन सहरमा पर्ने यस सडकलाई डेथ ट्र्याप पनि भन्ने गरिन्छ। हेर्दै खतरनाक लाग्ने यस रोडमा गाडी फसेर दुर्घटना हुने गर्दछ। यो एकदमै डरलाग्दो सडक हो।